जनकपुर जयनगर रेल 10 महिनामा 10 करोड घाटा। नमस्कार, म मदन पौडेल। 2077 असोज 2 गते भारतबाट 1 अरबमा किनेका 2वटा रेल 19 महिनासम्म थन्क्याउँदा झण्डै 3 करोड नोक्सान बेहोरेको नेपाल रेलवे कम्पनीले 20 चैत 2078 देखि सञ्चालनमा ल्याएपछि 10 महिनामा अहिलेसम्म 10 करोड घाटा खाइसकेको छ। यसमा चिया खाजा, फर्निचर, कम्प्युटर लगायतको प्रशासनिक खर्च भने जोडिएको छैन। दैनिक 2 पटक जयनगर जनकपुर कुर्था ओहोर दोहोर गर्ने रेल यात्रुले भरिभराउ हुने गरे पनि रेलवे कम्पनीको तथ्याङ्कले अप्रिलदेखि डिसेम्बरसम्मका 9 महिनामा 9 करोड 50,77,000 घाटा भएको देखाएको छ। मासिक 1 करोड 59,53,000 का दरले 9 महिनामा 14 करोड 35,77,000 खर्च गरेको कम्पनीको कमाई भने यो अवधिमा 5 करोड 85 लाख मात्रै भएको छ। यात्रुको भाडाबाट मासिक 65 लाखका दरले आम्दानी हुने गरेको कम्पनीको तथ्याङ्क रहेको छ। डिसेम्बर महिना यता भने भारतीय कर्मचारीको तलब, सुविधा र सरसफाई तथा मर्मत सम्भार खर्च कटौती गरेर मासिक घाटा 62 लाखमा झारिएको छ। यसरी जनवरीसम्म 10 महिनामा 10 करोड नै घाटा भएको छ। रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले अहिले नै घाटा नाफाको हिसाब गर्ने बेला नभएको बताएका छन्। अहिले कम्तीमा रेल सञ्चालनमा आएको छ, जनताले सेवा पाएका छन्, अहिले नै घाटा र नाफा हिसाब गर्ने बेला भएको छैन। नयाँ भएकाले घाटा हुनु स्वाभाविक नै हो उनले भने। रेलवे कम्पनीका इन्जिनियर रविन्द्र शाहका अनुसार कार्यालय सहयोगदेखि इन्जिनियरसम्मका गरी 126 कर्मचारीको तलबमा मात्र 63 लाख खर्च हुने गरेको छ। 100 नेपाली कर्मचारीको तलबमा 25 लाख र चालकदेखि ट्राफिक इन्जिनियरसम्मका लागि 26 भारतीय कर्मचारीका लागि 48 लाख भारू खर्च हुने गरेको छ। जयनगर कुर्था रेल सञ्चालन गर्न नेपाल रेलवे कम्पनी र भारत सरकारको स्वामित्वमा रहेको कोनकन रेलवे कर्पोरेसन बीच 26 भारतीय कर्मचारी राख्ने सहमति भएको थियो। कतिपय कर्मचारी विधामा बस्ने तथा अनुपस्थित हुने भएकाले तलब खर्च करिब 60 लाख निस्कने गरेको इन्जिनियर शाहले बताए। तर डिसेम्बर यता लागू हुने गरी कोनकनसँग भएको नयाँ सम्झौतामा कर्मचारीमा हुने मासिक खर्च कटौती गरेर 45 लाखमा झारिएको छ। दर्शकवृन्द, यसरी महिनामा नै करोडौंको घाटा खाइरहेको नेपालको यो जनकपुर जयनगर रेलमा जन्मे नेपाल रेलवे सेवाले भने अहिले घाटा दिनहु बेहोरिरहेको छ। रेलवे कम्पनीका व्यक्तिहरूले बताए अनुसार यात्रुहरू पनि दिनहु प्रशस्तै पाइरहेको छ। यात्रुहरूले भरिभराउ नै हुन्छ रेलवे। तर रेलवे प्रशासनले दिएको जानकारी अनुसार भने प्रत्येक महिना 1 करोडको दरले घाटा लागिरहेको बताइएको छ। हवस् त दर्शकवृन्द, आज हामीहरूले प्रस्तुत गरेको यो जनकपुर जयनगर रेलको भिडियो सामग्री तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै मनमा लागेका कुरा कमेन्ट बक्समा छोड्नुहोला भन्दै अहिलेको लागि भने म मदन पौडेल पनि बिदा हुन्छु। नमस्ते।